तिमीहरू नरपिचास पागल दानव रूपी राक्षसी रूप मानवता नभएको रूप देखायो होइन। एउटा डेथ बडी माथि त्यो एउटा मरेको लास माथि तिमीहरूले चाहिँ एउटा कानको मुन्द्राको लागि एउटा कपाल तानेर होइन त्यतिसम्मको हरकत गर्यौ। तिमीहरू मानवता हराएका नरपिचास पशुहरू थुक्क तिमीहरूको जिन्दगी धिक्कार छ। र एउटा मैले यस्तो रिक्वेस्ट गर्न आएको छु कि चितवनवासी र धादिङवासीलाई जहाँ जहाँ यसरी लास आएको छैन त्यहाँ तपाईँहरूले फोटो खिचेर भिडियो बनाएर तमासा देखाउने होइन कि जहाँ त्यस्ता अमानवीय व्यवहार जहाँ जहाँबाट भन्छन् नि त्यो अमानवीय व्यवहार गर्ने मान्छेलाई तपाईँहरूले चाहिँ पक्रेर पुलिसलाई बुझाउनुहोस् कि त्यतिसम्मको हरकत एउटा विदेशबाट मान्छेले विदेशी देशहरूले हेर्दाखेरि हाम्रो नेपाललाई के भन्छ कतिसम्म थुक्छ। किन यस्तो देशकै बेइज्जत किन यति धेरै गर्छन् यस्ता नरपिचास पशुहरूलाई होइन। धादिङवासीले प्लिज चितवनवासीले चाहिँ यी पशुहरूलाई काम गरेर खाओ न, यिनीहरूलाई चाहिँ पुलिसकोमा बुझाइदिनु होइन। तपाईँहरूले पनि फोटो बनाउने भिडियो बनाउने यो चाहिँ एउटा भाइरल हुने समय होइन क्या। एउटा देश चाहिँ यति शोक अवस्थामा बुझेको छ। सबैले चाहिँ जति सक्दो होइन आफूले गर्न मिल्ने सहयोग सबैजनाले गरौँ कि यतिसम्मको हरकत गरेर यतिसम्म देखाउने यस्ता मानव नभएका मानवता हराएका नरपिचास पशुहरू थुक्क कोही ग्यास लुट्न हिँडेका छन् कोही सुन लुट्न हिँडेका छन्। यो मौका गरे हौ तिमीहरूलाई एउटा लास किनारा लाउन सकेका छैनौ होइन। पशुहरू थुक्क तिमीहरूलाई त धिक्कार नै छ धिक्कार छ धिक्कार छ। र तिमीहरूलाई कति पाप लाग्छ कि पशुहरू।